हामीले कस्तो प्रयास गरेका थियौँ भनेदेखि देश प्रदेशको हाम्रो उद्योग विभागले एउटा पहल कदमी हामीले गर्ने प्रयास गरेका थियौँ। म मन्त्री भइसके पछाडि हामीले सङ्घीय सरकार समक्ष हाम्रो सङ्घीय कानुन अनुरूप प्रादेशिक सरकारहरूलाई 50 करोडसम्मको स्थिर पुँजी भएका उद्योगहरू प्रदेशमा त हुनुपर्ने भन्ने तपाईँको एउटा चाहिँ कानुन रहेछ हैन। त्यस अनुरूप हामीले त्यो उद्योगहरू प्रदेशमा हस्तान्तरित हुनु पर्यो भनेर हामीले सङ्घीय सरकार समक्ष हामीले एउटा चाहिँ ध्यानकर्षण गरायौँ, दबाब क्रिएट गर्यौँ। त्यो भनेको 2083 वैशाख 3 गते म आफै सङ्घीय सरकारका उद्योग वाणिज्य आपूर्ति मन्त्री माननीय गौरी कुमार यादव समक्ष भेटेर मैले ध्यानकर्षण गराएँ र हाम्रो मातहत रहेका उद्योगहरूको फाइलहरू हाम्रो उद्योग विभागमा चाहिँ हस्तान्तरित हुनु पर्यो भनेर हामीले आग्रह गऱ्यौँ। त्यस अनुरूप उहाँहरूले 10 गते नै वैशाखको त्यही बेलाको 10 गते मन्त्री स्तरीय बैठक गरेर उहाँहरूले निर्णय गर्नुभयो र सङ्घीय उद्योग विभागले वैशाख 23 गते हामीलाई चाहिँ फाइलहरू हस्तान्तरित भयो। अहिले हामीले चाहिँ त्यो फाइलहरू स्क्रिनिङ गऱ्यौँ मन्त्रालयमा र आज हामीले उद्योग विभागका निमित्त महानिर्देशक रिमा शाहज्यूलाई यहाँ बोलाएका छौँ। उहाँलाई सबै यहाँबाट चाहिँ 189 वटा फाइलहरू हामीले हस्तान्तरण गरिसक्यौँ। र यसको फाइदा भनेको के हो त भन्दा हाम्रो मध्य प्रदेशले यो कुरा पहल गर्यो, तर यो 7 वटा प्रदेशलाई एकमुष्टै फाइदा। अब 7 वटा प्रदेशमा 25 करोडसम्मको स्थिर पुँजी भएका उद्योगहरू प्रदेश मातहत हुने। त्यसका फाइदाहरू के हुन सक्छन् त भन्दा अब त्यति अर्थात् 25 करोडसम्मको स्थिर पुँजी भएका उद्योगहरू सबै प्रदेशमा उद्योग सम्बन्धी विषय हेर्ने मन्त्रालय जुन छ त्यस अन्तर्गत रहेको उद्योग विभागमा दर्ता, नवीकरण र त्यसका नियमहरू हुन्छ। अब त्यो भनेको क्लोज टु नियरेस्ट, अब गभर्मेन्ट चाहिँ नियरेस्ट निकाय अब चाहिँ यहाँ रहेका 25 करोडसम्मको स्थिर पुँजी रहेका उद्योगहरूको नियरेस्ट अभिभावक भनेको हरेक प्रदेशका र अहिले हाम्रो मध्य प्रदेशमा पनि मध्य प्रदेशको उद्योग विभाग हुने भयो, उद्योग मन्त्रालय हुने। अब यसले दर्ता, नवीकरण र नियमन मात्रै होइन, अब यहाँ त रोजगारीका अवस्था पनि के छन् र रोजगारीहरू पनि सिर्जना गर्न अलिक सजिलो हुन्छ र यहाँ चाहिँ उद्योगहरू नयाँ उद्योग स्थापना गर्नका लागि पनि अलिकति यसले चाहिँ वातावरण राम्रो बनाउँछ। त्यो सँगै यहाँ रहेका उद्योगहरूलाई चुस्त दुस्त बनाउन र प्रशासनिक कार्यहरू गर्न र त्यो प्रशासनिक कार्य सम्पादन पनि सहज हुने चाहिँ भएको छ। यति चाहिँ हाम्रो उपलब्धि हो र यो संघीयता कानुनको एउटा महत्त्वपूर्ण कडीको रूपमा पनि स्थापित हुनेछ। अहिले सङ्घीय सरकारका उद्योग मन्त्री, सङ्घीय सरकार यस विषयका चाहिँ धन्यवादका पात्र हुनुहुन्छ। धन्यवाद। कुमार घिमिरे, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय मध्य प्रदेशको प्रदेश सचिव। आज किन यो फाइल हस्तान्तरण भयो होइन, यसमा महत्त्वपूर्ण कुरा के हो? यसमा उद्योग विभागबाट हामीलाई 25 करोडसम्म स्थिर पुँजी भएका मजेवला उद्योगहरू हस्तान्तरण भएर आएको छ। हाम्रो प्रदेशको सङ्घीयताको सिद्धान्त बमोजिम मजेवला उद्योगहरूसम्मको उद्योग प्रशासनको काम प्रदेश सरकारले गर्नुपर्ने, उद्योग व्यवसाय ऐनमा पनि औद्योगिक व्यवसाय ऐनमा पनि त्यो व्यवस्था छ र हाम्रो प्रदेशको उद्योग व्यवसाय ऐनमा पनि हामीले त्यो व्यवस्था राखेका छौँ। त्यही बमोजिम उद्योग विभागबाट हामीलाई हस्तान्तरण भएर आएको छ र हामीलाई हस्तान्तरण भएर आएको सम्पूर्ण फाइलहरू हामी 188 वटा फाइलहरू हामीले प्रदेशको उद्योग विभागलाई आजै हामीले हस्तान्तरण गरेका छौँ। त्यसबाट उद्योग प्रशासन सम्बन्धी जे जति काम हुन्छन्, उद्योगको दर्ता गर्ने, नवीकरण गर्ने, पुँजी वृद्धि गर्ने लगायतका कामहरू अब यही हाम्रो प्रदेशको उद्योग विभागबाट नै हुनेछ। यही जनकपुर धाम प्रदेश विभागबाट हाम्रो प्रदेशको उद्योग विभाग वीरगञ्जमा छ। वीरगञ्जबाट होइन। अब यसमा अहिले त वीरगञ्जमा भयो, कुनै न कुनै दिन यहाँ पनि आउन सक्छ जनकपुर धाममा? त्यो त हाम्रो उद्योग विभाग अहिले हामीले त्यहाँ राखेको हो, धेरै उद्योग क्षेत्र त्यहाँ भएकाले त्यो त हामी प्रदेशभरि जहाँ पनि हामीले राख्न सकिहाल्छौँ। अब काठमाडौँ धाउनु पर्दैन। अब उद्योगिक व्यवसायीहरूलाई यसमा धेरै सहज हुन्छ। त्यसको उद्योग सम्बन्धी जे जति काम हुन्छन् ती मजेवला उद्योग 25 करोडसम्म स्थिर पुँजी भएका उद्योगहरू त्यसको काम दर्ता गर्ने, नवीकरण गर्ने, पुँजी वृद्धि गर्ने जे जति काम छन् त्यसका लागि उद्योगिक व्यवसायीहरूले अब काठमाडौँ धाइरहनु पर्दैन। हाम्रो यही प्रदेशबाटै जाने मध्य प्रदेशकै उद्योग विभागबाट हुने भएकाले उहाँहरूलाई धेरै सजिलो हुन्छ
हाम्रो प्रदेशको राजस्वमा पनि वृद्धि हुन्छ। हम रिमा शाह, वीरगंज उद्योग विभाग के निमित्त महानिर्देशक। अभी अपने कि ना ये फाइल उद्योग अभिलेख फाइल कि ना हस्तांतरण कि ना मंत्री जी के कर लिया, ये विषय में प्रकाश पाइल गेल था। उद्योग विभाग वीरगंज पर्सा के गठन मझौला ठुला उद्योगकर्ता नवीकरण नियम संबंधी काम पत्र भइल रहे, जौन विभाग गठन के बाद 4 साल बाद ये फाइल सब संघ सरकार से हस्तांतरण होके आज मंत्रालय से हमने के उद्योग विभाग वीरगंज पर्सा में हस्तांतरण भइल बा। अब से स्थिर पूंजी 25 करोड़ तक लगे सब उद्योग वीरगंज सहित दर्ता नवीकरण लागत घटा पूंजी वृद्धि सब काम उद्योग पर्सा से संबंधित उद्योग विभाग वीरगंज पर्सा से ही हुए। अब मध्य प्रदेश के कौनो भी मझौला उद्योग से लेके काम लेके काठमांडू ना जाए पड़ी, वीरगंज से ही। मंत्री कनिष पटेल जी पहले पहल कैने रहे कि जे प्रदेश स्तर में जो उद्योग सब है ओकरा इहे दर्ता होई पड़ले है ना, तो एहि सब प्रदेश के जो उद्योग कर्मी तकरा केहन फायदा होता आ प्रदेश के की फायदा होता? प्रदेश के फायदा कथी है कि अब वहाँ के जितना भी मझौला उद्योग लेके फाइल राजस्व उठत रहे, वो राजस्व प्रदेश सरकार के भए, राजस्व में वृद्धि भए, उद्योगी सबके फायदा भइल कि अब अपने प्रदेश में उन लोग के उद्योग संबंधी संपूर्ण सेवा चाहिए हमेशा ले पड़े काठमांडू ना जाए। आई सेवा सुविधा के लागि मतलब ओते ही उद्योग वाणिज्य संगे कि अब ऑनलाइन से कि ना सब चीज भऽ जाए। अब यहाँ अब दर्ता प्रक्रिया सब उद्योग पर्सा से संबंधी काम उद्योग विभाग से शुरू करम अभी तले वहाँ से कोनो उद्योग संबंधी काम भइल नहीं कि अब शुरुआत करे के फेज में हमने के ऑनलाइन मार्फत के वहाँ सब काम शुरू करे के कोशिश करते नहीं सन। अब संभव भी हमने के जन कोशिश कर यथाशीघ्र हमने के लागू करम सन। ऑनलाइन प्रक्रिया से दर्ता हो जौना कारण से ऑफिस से दर्ता प्रक्रिया में जाए खतरा फॉर्म भरे खतरा ऑफिस से आए जरूरी नहीं है, वो लोग जहाँ भी रहे वहाँ से फॉर्म भरे से लेके तो ओकरा लागि तो कोनो ट्रेनिंग सब देवे पड़े कि नहीं? सॉफ्टवेयर बाटे, सॉफ्टवेयर संचालन जल्दी होके वाला बा। संचालन होला के बाद हम लोग ऑनलाइन में ही फॉर्म भर के सेवा ले सकते। धन्यवाद।